Hi, I'm Peaceful Soul from Bhutan. Today I'm going to share a poem, Kavita in Nepali. The topic of my poem is ए मेरो चिता मेरो घाट एक दिन म आउने छु, which means hey my fire where we take to the funeral. One day I'll be coming. For those who don't understand Nepali, I'm going to translate this poem in English and I'll put it in the description of my video. Thank you for watching my video and I'm going to start my poem now. ए मेरो चिता मेरो घाट तिमी कहाँ छौ होला, सायद कुनै शान्त कुनामा मौन भएको मेरो प्रतीक्षामा बसिरहेको छौ होला है। सायद तिमी पनि सोचिरहेको छौ होला, किन अझै आएनौ भनी, किन यति लामो भयो यो बाटो भनी। तर मेरो प्यारो चिता मेरो घाट मेरो ढिलो आगमनलाई बिछोड कहिले नसम्झिनु है। म अझै जीवनको यात्रामा छु, अझै केही अधुरो कार्यहरू बाँकी नै छन्। केही आँसुहरू पुछ्न बाँकी छन्, केही मुस्कान बाँड्न बाँकी छन्, केही मायाहरू पूरा गर्न बाँकी छन्, अनि केही बाचाहरू निभाउन अझै बाँकी छन्। मलाई थाहा छ एक दिन सबै यात्राहरू थाक्छन्, सबै पाइलाहरू रोकिनेछन् र सबै प्रश्नको उत्तर मौनताभित्र नै भेटिनेछन्। त्यो दिन म तिम्रो काखमा आउनेछु, न आँसु लिएर आउनेछु न डर बोकेर। जीवनभरको अनुभवहरूको उज्यालो लिएर आउनेछु। त्यसैले मेरो प्रतीक्षामा अहिले उदास नहुने है मेरो चिता। तिमी मेरो अन्त्य मात्र होइनौ नि, तिमी त मेरो लामो प्रतीक्षाको शान्त विश्राम हो। जब म आउँछु मेरो थकित आत्मालाई शान्तिको स्पर्श दिनु है र मलाई अँगालेर भन्नु, प्रिय अब विश्राम गर, तिमीले धेरै बाटो हिँडिसकेको छौ। यहाँ न समयको हतार हुनेछ तिमीलाई, न पीडाको कुनै आवाज, केवल एउटा गहिरो शान्त हुनेछ जहाँ तिमी र म मौनताभित्र पनि एक अर्कालाई बुझ्नेछौँ। त्यसैले ए मेरो प्रिय घाट मेरो चिता, अहिले नहतार्यौ है। अझै केही पलहरू बाँच्न बाँकी नै छन्, तर जब मेरो यात्रा पुरा हुनेछ नि, म मुस्कुराउँदै आउनेछु, शान्त भएर पूर्ण भएर। तिमी धैर्य गर, मेरो प्रतीक्षा गर, म अवश्य आउनेछु। ढिला होला तर नआउने होइन नि। त्यो दिन म तिम्रो काखमा सधैँको लागि शान्त रहनेछु। त्यहाँ न कुनै पीडा हुनेछ, न कुनै ढिला, न कुनै बिछोड हुनेछ। त्यसपछि तिमी र म कहिल्यै नछुट्टिने गरी अनन्त मौनतामा सधैँ रहनेछु। हे मेरो चिता कुन देशमा होला नि, धैर्य गर्नु है, म चाँडै आउनेछु। Thank you for watching my video.